इन्डियाबाट चाहिँ मान्छेहरू आफ्नो घरमा ठगी ठगी भागेर आएर पूर्वमा रहेको यो भेरेटारको स्काई वकमा चढ्नको लागि भनेर आउने गर्दछन् अरे। अनि त्यही भएर चाहिँ आज हामी पनि पुगौ न त भनेर म र मेरो रोयल नेपाल इभेन्ट्सको विनरहरूको चाहिँ हाम्रो एउटा सानो स्टेकेसन पनि रहेको थियो। अनि त्यही सन्दर्भमा चाहिँ हामी आइपुग्यौं भेरेटारको यो स्काई वक। कतिको एडभेन्चरस छ, भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् है। मलाई चाहिँ सबैभन्दा धेरै मन परेको कुरा भनेको यहाँ माथिबाट भेरेटारको बजारको ओभरअल भ्यू यति राम्रो देखिदो रहेछ। यहाँबाट हामी बसेको होटल हाइडवे पनि मजाले देखिदो रहेछ। यहाँनिर फोटो खिच्नको लागि पनि विभिन्न किसिमका आकृतिहरू पनि बनाइएको रहेछ। अनि त्यस पछाडि चाहिँ अब हामी चाहिँ स्काई वकमा चाहिँ वक गर्न लाग्यौं। फर्स्टली त मलाई एकदमै धेरै डर लागिरहेको थियो, किनभने म चाहिँ हाइटलाई लिएर एकदमै कन्सियस छु कि। अनि यस्तो स्काई वक पनि मेरो लाइफको फर्स्ट स्काई वक नै थियो यो। सो त्यसैले गर्दाखेरि पनि अलिकति डर त लागि नै रहेको थियो। सिसा फुटी पो हाल्छ कि भाँची पो हाल्छ कि लडी पो हाल्छ कि भनेर चाहिँ बेला बेला फिल भइरहेको थियो। अनि धेरै नै डराई दुःख सुख गरेर चाहिँ हामी हिँड्दैछौँ। अनि एकदमै धेरै रमाइलो लागिरहेको छ, किनभने यहाँनिरबाट चाहिँ पहाडको यस्तो राम्रो भ्यू, हिमाल देखिरहेको थियो, पहाड देखिरहेको थियो, भेरेटारको बजार देखिरहेको थियो होइन। आज एकदमै राम्रो घाम लागेको होइन, तल चाहिँ पुरै खाई जस्तो देखिने, एकदमै डर लाग्ने, तर माथि हेऱ्यो भने स्वर्गको अनुभव हुने कि। अनि मेरो चाहिँ साँच्चै भन्नुपर्दा फर्स्ट टाइम नै हो। धेरैजना यता तराईतिरको मान्छेहरू त आएर भेरेटारको यो स्काई वक त चढिसक्नु भएको होला, बट मेरो लागि चाहिँ फर्स्ट टाइम नै। अनि हामी सबैजनाले एकदमै रमाइलो गर्यौं, सबैजना रमाउनु पनि भयो। एक्चुअली हामी सबैजनाको फर्स्ट टाइम थियो जतिजना यहाँ आएको थियौँ। अनि यहाँ आएपछि थाहा भयो कतिजनासँग कम्युनिकेट गर्दाखेरि चाहिँ म्याक्सिमम इन्डियाबाट चाहिँ धेरैजनाहरू चाहिँ भागेर ठगेर आउनुहुन्छ अरे। किन भन्दाखेरि चाहिँ भेरेटारको यो स्काई वकमा चढ्नको लागि भनेर। त्यो कुराले पनि हामी एकदमै छक्क परिरहेको थियौँ। अनि हामी चाहिँ नेपालमै भएको मान्छे पनि किन यति ढिला गएको होला जस्तो लागिरहेको थियो। तर ठिकै छ, नेक्स्ट टाइम पनि अब फेरि पनि भेरेटार आयो भने चाहिँ स्काई वकमा आएर एडभेन्चर गर्न चाहिँ नछुटाउनु हुने रहेछ। अनि हजुरहरू चाहिँ को भेरेटारको स्काई वक आउनु भएको छ र यो एक्सपिरियन्स हजुरलाई कस्तो लाग्यो कमेन्टमा भन्न चाहिँ नबिर्सिनु होला है त।